यो टोपी जस्तो नि मैले मुभीतिर डक्टरहरूले लगाएको देखिरहेको थिएँ, आज हामी लाउँदैछौँ। एनिवे आज ट्रेनिङको सेकेन्ड डे, सो जाडो पनि कम्पेरिटिभली हाम्रो गाउँभन्दा यहाँ चिसो छ, सो म यो रुमालले आफ्नो टाउको कभर गर्दैछु। अनि आज सेकेन्ड डे, सो के गर्नुपर्ने रहेछ म पनि ट्राई गर्दैछु। एनिवे आज बन्दैछ हाम्रो तितेपातीको साबुन, सो कोही तितेपाती प्रिपेयर गर्दै हुनुहुन्छ, कोही केही न केही यताउता सब मिलेर गर्दै हुनुहुन्छ। हिजो त सबै म्यामले नै प्रायः जस्तो गरिदिनु भएको थियो, यो टच गर्नुहुन्छ हुँदैन हातले भन्दै, बट आजदेखि हामी सबैले आफै गर्नुपर्ने छ। सो हामीलाई दिनुभएको थियो ग्लोभ्स, मास्क अनि यो कपालमा लाउने के हो टोपी जस्तो जुन मैले मुभीतिर डक्टरहरूले लगाएको देखिरहेको थिएँ कि लिटरली आज हामी लाउँदैछौँ यो। एनिवे यो चाहिँ हाम्रो कपालहरू चाहिँ साबुनमा नपरोस् भनेर लगाएको, बाँकी यहाँ मेजरमेन्ट चल्दैछ कति के लगाउने भनेर, त्यही हो म्यामले लेखिदिनु भएकोहरू हेर्दै अनि लगाउँदै गरिरहेका छौँ सबैले। अनि यहाँ सबै मिक्स गरिसकेपछि हामीले यो घुमाउनु पर्दो रहेछ, मजाले फिट्नुपर्छ अरे। साबुन बनाउँदा चाहिँ पानीको कण चाहिँ बिल्कुलै पर्नु हुँदैन, सोडियममा बाहेक। बाँकी हामी यहाँ सोडियम लास्टमा लाउँछौँ बिकज यसले फ्रिज गर्न मद्दत गर्छ नि त, सुरुमै लगाइदियो भने फ्रिज भइहाल्छ। सो यो मोडमा लाउनुभन्दा केही अगाडि मात्रै सोडियम मिक्स गरेर अनि सेन्ट लगाउने भए सेन्ट लगाउने, फेरि थोरै बाँकी रहेको त्यो पनि सब लाएर घुमाउने थोरै अनि मोडमा लगाइदिनु पर्ने रहेछ। एनिवे यहाँ मोडमा थोरै प्रब्लम देख्यो, खासै राम्ररी बसेको छैन क्या, यहाँ आई थिङ्क केही प्रब्लम भयो होला। बाँकी हामी भोलि मजाले यसलाई कम्प्लिटली बनाउने कोसिस गर्छौँ। आजलाई चाहिँ यति नै, जाँदा जाँदै फलो गर्ने त। बाई बाई, सी इन द नेक्स्ट भिडियो।